हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ नुहाइधुवाइ गरिसकेर पूजाहरू गरिसकेर अनि खानाहरू बनाइसकेँ अनि म चाहिँ बगान जान लागेको थिएँ। बगान काटेको छ कि अनि त्यही जाँदै थिएँ अनि रास्ता चाहिँ हेर्नु न यस्तो खराब छ कि रास्ता हिँड्नुलाई गाह्रो, एकदमै ओह्रालो। हेर्नुहोस् न, यहाँ एकदम सानो सानो पोखरी माछाको हालेको, यो चाहिँ माछा हालेको पोखरी हो सानो सानो। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बगान यस्तो अप्ठ्यारो। यो चाहिँ हाम्रो दलङ हो अनि हिँड्नलाई चाहिँ एकदमै अप्ठ्यारो छ, के भन्नु र। हेर्नु सबैतिर बगान काटिसकेको छ अनि यो चाहिँ बाछा गर्नुभएको तल यस्तो डालहरू के गरेर काट्नु पर्दो रहेछ। मलाई पनि थाहा थिएन, मैले फर्स्ट टाइम यो काम गर्दैछु, घरको हो त्यसैले धेरै छ अनि अलिअलि मान्छे पनि लगाउनुपर्छ। अनि फ्री टाइमको लागि गएको थिएँ बिहान अनि यहाँ चाहिँ हाम्रो बाजु आउनुहुँदैछ, घाँस काट्दै हेर्नुहुँदैछ अनि यहाँ चाहिँ म गर्दैछु। मलाई पनि त्यति आउँदैन थियो अनि म चाहिँ सिक्दै थिएँ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कसरी गर्दैछु, एकदम पछाडिपट्टि हात लगाएर अप्ठ्यारो छ गर्नलाई। त्यो घाउँछु भने फेरि कपडा फाटिदिन्छ नि। यहाँ चाहिँ म गरिसकेको, अब एकछिन मात्र गर्छु भनेर आएको थिएँ। अनि त्यहाँबाट यो चाहिँ पोखरी हो, माछा हालेको पोखरी। यहाँ चाहिँ चौकी पनि टुकाइरहेछ अनि खतम भइसक्यो अलरेडी। यहाँ चाहिँ बहिनी गरिरहेछ अनि म चाहिँ गइसकेको घर आएँ अनि खानासाना खाएर म चाहिँ पागर लेप्नु लागि गोबरै छैन हामीको, म के भन्नु हुन्छ र। अनि चाहिँ घर छेउको नानीहरूको गोबर अलिअलि थियो अनि म चाहिँ त्यही उठाउनु लागेको थिएँ। पोल्टिन पनि लिएको थिइनँ अनि ठिकै पोल्टिन पनि भेटेँ अनि उठाउनु थालेँ धमाधम। उनीलाई पनि चाहिन्थ्यो होला सायद, मैले चाहिँ सोधेर नै लिएको हो लिनु चाहिँ। अनि अलिअलि भए पुग्छ भनेर म चाहिँ यसमा जम्मा गर्न थालेँ अनि धेरै लाग्दैन, अलिकति भए पुग्छ। मलाई पागरहरू लेप्नु थियो मेरो चाहिँ। अनि यहाँ चाहिँ म मुस्न थालेँ। यहाँ चाहिँ म पागर लेप्दैछु पटापट। के भन्नु, छोरी मान्छेले गर्नै पर्छ यो सब काम, जानेन भने पनि। छोरी मान्छे भएर घर लेप्नु जानेन, बर्तन धुनु जानेन, घर सफा गर्नु जानेन भन्छ होइन। अनि मलाई चाहिँ गर्नु आउँछ यो सब घरको कामहरू अनि म चाहिँ गर्दैछु धमाधम। लेपिसक्नु आँटिसकेको थिएँ। अब 2टा रुम लेप्नु थियो अनि यहाँ चाहिँ पाकघरमा लेपिसकेँ। अनि यहाँ चाहिँ हेर्नु न, मैले चाहिँ सानो माछा एउटा सिसाको भुइँमा हालेर आएको थिएँ अनि त्यति आएको। अनि यहाँ चाहिँ मेरो फुलहरू अस्ति भर्खरै सारेको थिएँ। त्यति धेरै फुल त छैन घरमा, यो सब घाँस जस्तै थियो। अनि बहिनीहरू चाहिँ निस्किसकेको छ। हाम्रो 2टा हिरोइनहरू चाहिँ दुलियासानमा गोर्खातरबाट सम्मेलन हुँदैछ, त्यहीँ जानको लागि 2जना रेडी भएर निक्लिसकेको छ। अनि मैले चाहिँ भाँडाहरूलाई पनि लिएर जाऊ भनिसकेको थिएँ। अनि यहाँ चाहिँ हाम्रो बाबुलाई बेग बोकेर एकदमै पुरा कहाँ हिँडेको जस्तो हिँडेको छन्। अनि यहाँ चाहिँ हाम्रो बहिनीले बनाउनुहुन्छ, मेरो नन्दले यस्तो बेगहरू तपाईँहरूलाई चाहिन्छ भने भन्नुहोला, मैले पनि सिक्दैछु सिक्न चाहिँ। अनि हजुरहरूलाई पनि चाहिन्छ भने अर्डर गर्न सक्नुहुन्छ। यो 2 खालको नै छ, मैले पनि अलिअलि त जान्दैछु सिक्दैछु। धन्यवाद।